हेलो एभ्रिवान, आजको भिडियो चाहिँ यस्तै सुरु हुँदैछ। मेरो फुलहरू सबै बोकेर चाहिँ म जाँदैछु मेरो आफ्नै घरतिर लिएर सबै फुलहरू। तर अहिले चाहिँ हामी सरिसकेको छैनौँ, फुल चेरेर गएको। तर यहाँ दाइको चाहिँ मेरो फुल राखेर मल राखेर चाहिँ टायरै पम्चर भयो साथीहरू। अनि यहाँ बनाउनु हुँदैछ। अनि मेरो लालुपाते चाहिँ एउटै च्याङमा फुलेको यस्तो राम्रो फुलेको छ। यो सबै फुलहरू एकदम धेरै राम्रो छ। तर पनि अहिले सिजन भएको छैन, तर फुलेको छैन। तर म एकदमै फुल प्रेमी भएर मेरो फुलहरूलाई चाहिँ मजाले सम्हालेर मेरो घरतिर तर्फ लिएर जाँदैछु। यहाँनिर चाहिँ बनाउनु हुँदैछ दाइले चाहिँ। अनि बनाइसकेर लिएर गइसके साथीहरू। सबै माथि राखेँ, मुनि हराउँछ भनेर त्यति धेरै माया लाग्छ। अनि सबै ओसार्दै राख्दैछु। पसिनै पसिना भएर घाम ओभरै चर्किरहेको थियो, तर पनि म गरिरहेको छु। तर अहिलेलाई चाहिँ यति धेरै म्यानेज गरेर बनाएको छुइनँ। तर पछि हेर्न सक्नुहुन्छ साथीहरू मेरो भिडियोमा है, अरू राम्रो राम्रो फुलहरू। अनि मेरो छोरा चाहिँ भोकायो अरे। अनि यो के लिएर आएछ मिठाईहरू। अनि हाम्रोमा चाहिँ यहाँ के कामहरू पनि भइरहेको छ भित्रको। यहाँनिर आज चाहिँ पल्ला ल्याएर त्यसपछि यो झ्यालको काम भइरहेको छ साथीहरू होइन। आज चाहिँ यताउति गरेर नै दिन बित्यो। अनि मेरो छोरो चाहिँ त्यहाँ चक गरेर अनि म चाहिँ अब घर यसलाई लिएर जान्छु भनेर। आजको भिडियो चाहिँ यति नै साथीहरू, मजाले अन्तिमसम्म हेरिदिनु होला।